10 वर्षलाई निर्वाचित भएर आएको 8 वर्षमा सबै चिज पूरा गर्ने जस्तो नेताको लाग्छ। छोरी पनि म माथि ट्याग छ के नेताको छोरी हो नेताको छोरी ट्याग होइन, तपाईँ नेताकै छोरी। छोरी हो प्रश्न गरे पछाडि त फेरि जवाब आइहाल्छ क्यारे उताबाट। कताबाट होला तपाईँहरूको टाउकोतिर राखी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईँले लिनुभयो भनेर त अडियो चाहिँ क्या गजब मान्छु म। तपाईँ यति कन्फिडेन्टली बोलिरहनु भएको छ, Because यति I know कन्फिडेन्टली I'm not- सबै प्रश्नको जवाब दिइरहनु भएको छ। र अर्को पनि म कुरा तर गर्छु। शेरबहादुर देउवालाई यो प्रकरण सुने पछाडि नेताको घरमा देउसी चाहिँ कति खेल्नु हो? तीन कुनै घटना जसरी घट्यो त्यसमा प्रहरी महानिरीक्षक दीपक थापाको कमजोरी भयो कुनै कमजोरी भएको छैन। त्यहाँ जे गर्नुपर्ने थियो त्यो गरेको हो। भने बाटा हिँड्ने मान्छेलाई गोली होइन, हाल्ने होइन। जसरी अगाडि पनि आओ आओ गर्दै जसरी बढ्नुभयो उहाँलाई चाहिँ चटक्क समातेर काखी हालेर लिएर गएर सटरभित्र राखिदिने र सटरबाट सुरक्षित निकालेर भारततिर भगाइदिने उहाँलाई चाहिँ। अनि बाटोमा हिँडिरहेको रेविका खत्रीलाई चाहिँ गोली हान्ने। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? छैन क्या राजेन्द्रजी, छैन क्या यी अर्को हो क्या प्रश्न? अर्को प्रश्न पानी खाने भए खानु। खानु हो किन खानु? जाहेरी दर्ता गरेको वा नगरेको अदालतमा विचाराधीन यी विषयमा प्रतिनिधि सभा बाँडिएको थियो, हामी बाँडिएका थियौं। तपाईहरू त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिया। थापालाई कसरी चिन्छन् भने यो अनुहार यो शरीर तपाईँको हो, यो अनुहार यो शरीर तपाईँको हो, यहाँ भित्रको आत्मा केपी हो। रवि लामिछाने नभएको भए तपाईँ आजको दिनमा पनि मेगा अस्पतालमा या अन्त कतै सेतो एप्रोन लाएर बिरामी जाँच्ने बाहेक अर्को तपाईँको हैसियत हुन्थ्यो? धेरै गरे तपाईँ भन्नुहुन्छ ब्याङ्कहरूलाई मान्छेहरूले अप्रिसिएट किन गर्दैनन्? यो एक ब्याङ्करहरू चुकेको एउटा त्यही ठाउँ हो, त्यो बाहेक अन्त ब्याङ्करहरू चुकेको छैन। चुकेको होइन, ब्याङ्कहरूले लुटेको भनिदिउँ न त्यहाँ त। र ब्याङ्कहरूले बेस रेटमा जति प्रिमियम तोकेको छ त्यो कस्टमरको सहमतिमा पनि रिन्युअल भन्दा पहिला चाहिँ बढाउन पाइँदैन। पाइन्न। ब्याङ्करहरूको अनुहार हेर्दाखेरिमा चाहिँ ऐना अगाडि उभिँदाखेरिमा चाहिँ तपाईँले भनेको इमान्दार देखिन्छ कि उही चोर बाख्रो देखिन्छ? बाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्री भनेको यो व्यवस्थामा सर्वोच्च मान्छे हो, दुवै हातमा अधिकार हुन्छ, परिआउँदा खुट्टामा पनि अधिकार हुन्छ। त्यस्तो मान्छेले ज्ञानेन्द्रलाई कहिले जेल हाल्नु भएन र अहिले कार्यकर्ताको ताली आउनलाई तिमी भाइमारा हो भन्नुहुन्छ क्या? तपाईँ ढुक्क हुनुहुन्छ ज्ञानेन्द्र भाइमारा हुन्, उनलाई जेल हाल्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने। प्रधानमन्त्री र राजा ज्ञानेन्द्र या हृदयेन्द्र को हो यसरी पनि जान सकिन्छ भन्नुभयो र उहाँहरूको प्रदर्शन जुन उत्साहपूर्ण देखिया छ त्यसले तपाईँहरू जो गणतन्त्रका लागि लडेका भन्नुहुन्छ तपाईँहरूको मनमा त ढ्याङ्ग्रो ठोके होला नि। विषयमा थोरै केही बोल्नुभयो भने तपाईँलाई त उतैको नागरिकता भेटाइदिइहाल्छन् नि। मलाई अहिले यो मुलुकले पाल्नुपर्छ भन्नुभयो, त्यसको त ब्याजको स्याज खाइसक्नु पनि। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि मन्त्री, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनु भयो? यसरी सोध्नुहुन्छ पुस्ताला पुर्याउनु भयो भनेर? तपाईँले किन यसरी सोध्नुहुन्छ पुस्ताला पुर्याउनु भयो भनेर? नेपालको राजतन्त्रलाई समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति खेलेको भूमिकाको निम्ति। राजतन्त्र किन समाप्त गरे? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो। जस बेला तपाईँहरूलाई राजा बनाउन ये बड़ी अच्छी बात कही। नेपालमा चित्त दुख्यो भने उत्तर दिनु होइन, होइन, कति राजा भए? अहिले त झन्डै 1000 जति। धेरैले ठग्छन् हेर्नुहोस्, तिनीहरूलाई त जेल हाल्ने। त्यो अमेरिकामा 18 अहिलेसम्म महिना जेल चाहिँ बस्ने। तपाईँको नाम लिएर मानिसहरूले ठग्थे, धेरै यो पटक चाहिँ तपाईँ आफै ठग्न लाग्नु भयो भन्छन्। हु आर यु? रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के हो? सोध्नेहरूले सोधेको प्रश्न। सबै रविजीले ठ्याक्कै यही संशोधन राख, यही बोल भनेर उहाँले लेखेरै दिनुभयो होइन? यो बिल सबै नै मानौ। रासोपामा भएको व्यथिति सुधार्न सक्नु भएन र व्यथिति सुधार्न नसकेर भाग्ने तपाईँ भगौडा हो, तपाईँ हुतियारा हो।